वेलकम तपाईहरुलाई फेरि हाम्रो नयाँ भिडियोमा। आज चाहिँ अनमोललाई के गरेको आज अनमोल बोर भइरहेको, बल खेलेर पनि थाक्यो, फोन हेरेर पनि थाक्यो, होमवर्क गरेर पनि थाक्यो। आज भन्दैछ मम्मी घुम्न जाम भनेर। कहाँ लाने होला भन्दा भन्दा हामीलाई चाहिँ एउटा आइडिया आयो कि हामी चाहिँ अब जाँदैछौँ कमल पोखरी। अब साँझको टाइम हुन लागिसक्यो, दिउँसोभरि त घाम हुन्छ। हामी चाहिँ अहिले कमल पोखरीको लागि रेडी हुन्छौँ ल। हामी चाहिँ रेडी भइसक्यौँ। अन्त लगायो यो टी सर्ट, जुत्ता लगाउनु मानेन। मैले चाहिँ सिम्पल कपडा, हामी चाहिँ त्यस्तो चटक्क परेर चाहिँ हिँडेको छैनौँ किनभने यस्तो गर्मी छ अहिले भर्खरै। कस्तो हुन्छ गर्मीले। आऊ हामी चाहिँ जाँदैछौँ कमल पोखरी। यसको ओहो गाइस, अनमोलको चाहिँ सुरु भइसक्यो। यो हो हाम्रो घरदेखि निक्लेको अलिकति हिँडेपछिको दोकान। अब यहाँबाट सुरु हुन्छ, यसको कहाँ रोकिन्छ यो दोकानमा। यो बाहिर किन हिँड्छ थाहा? यो बाहिर यस्तै मम्मीले घर बस्ने ल्याइदिनु हुन्न, अनि बाहिर हिँडेपछि खाना पाइन्छ, त्यही भएर यो चाहिँ यसरी हिँड्छ। म चाहिँ पहिला आएको थिएँ यहाँ, अहिले चाहिँ आउँदाखेरि त मैले बिर्सेछु कि, किनभने यो हस्पिटल हो नि त। अनि यतानिर चाहिँ एउटा बोर्ड छ, यहाँ बल्ल कमल पोखरीको बोर्ड लागेछ। मैले सोचेँ हामी हस्पिटल आएछौँ क्या। ओके, कस्तो शान्त हो यतातिर चाहिँ। यहाँभित्रको चटपटे यस्तो मिठो लाग्छ मलाई। अहिले जाने हो, खुलेको भए खानु पर्ला। यस्तो छ, कस्तो राम्रो के शान्त वातावरण। चिसो चिसो छ यता त घरतिर भन्दा। मलाई चाहिँ यस्तै ठाउँ मनपर्छ। कमल पोखरीको हालत चाहिँ यहाँ त सब केटाहरू मात्रै छ भाइ। कस्तो डर लाग्ने, यस्तो दुईटा तिनवटा केटीहरू देखेको बल्ल सुकुन मिल्यो त। कमल पोखरीको हालत यस्तो छ, यस्तो छ। यहाँ कमल पोखरी लेखेको छ। हामी सही ठाउँमा आएछौँ, गेटमा आउँदा त होइन जस्तो लागिरहेको थियो। गाइस, कमल पोखरीको हालत छ यस्तै छ। कोही घुम्न आउनु चाहनुहुन्छ भने यही हो। कमल पोखरीमा अलिकति कमलको रुख चाहिँ छ, फुल चाहिँ छैन। अस्ति न त यो पनि थिएन अनमोल। अनमोल इन्जोय लिँदैछ। कस्तो लाग्यो अनमोल? ठीक है। यहाँ पहले ज्यादा पानी था ना, भरा हुआ था यहाँ पे। अब खाली भयो क्या यहाँ? यहाँ तक भरा हुआ है ना। ब्लू कलर का पानी था ना। धेरै मान्छे नै आउनुहुन्न। त्यहाँ चाहिँ चटपटे बेच्नुहुन्छ। अस्ति न चाहिँ त्यहाँ चटपटेको दोकान थिएन, अहिले चाहिँ